त्यो गीतका यस्तो डाइभर्ट फ्यानहरू पनि हुन्छ र मलाई पनि त्यो गीत साँच्चै त्यो गीत कसरी बन्यो होला कता कता स्मरण छ। म दोहोरी साँझबाट आएँ राति 11 बजे, निन्द लागेको थिएन। बिहानदेखि मेरो मन बेचैनी थियो, के हो के त्यो हामी सृजना गर्नलाई त एकदम त्यो जसरी एउटा महिलाले सन्तान जन्माउनु प्रसव पीडा भोग्नुपर्छ, त्यो प्रसव पीडा जतिकै पीडा चाहिँ वैचारिक पीडा चाहिँ भोग्नुपर्छ क्या होइन। के एकदम मन बेचैनी थियो, सुतिरहेको थिएँ, निन्द लागेन, कता कता आँखा एउटा तरङ्ग आयो भने उठेर गीतले आदि तपाईले म्युजिकले पनि फेरि गीत गाउनुहुन्छ। मन पराएको थिएँ। पिरतीमा बेचिए किनी पागल प्रेमी बनेर चिने भन्न त भन्छे होला, त्यसै रुँदै हिँड्छ मैले तिमीलाई जस्तै, तिमीले नि कसैलाई माया गरेर सानो। थाहा पाउनै छ एकतर्फी मायाले कति पीडा दिन्छ। अनि त्यसपछि भोलि बिहान फेरि 6 बजी उठेर म पुरा निन्द्रा आँखा मिल्दै मणिमा गएँ। अनि कम्पोज गरेँ कि त्यो गुनगुनाउँदै हिँडेँ। मानेश्वरको थापा गाउँमा बस्थेँ। युएन पार्क पुगेँ, अझै चित्त बुझ्दैन मेलोडी। शङ्खमूल पुगेँ, मलाई याद छ ठ्याक्क बुद्ध शङ्खमूल उकालोमा आउँदाखेरि एउटा मेलोडी धुन दिमागमा घुम्यो। म मोबाइल रेकर्ड गरेँ त्यो गीत। पछि एउटा कालजयी गीत बन्यो, कुलेन्द्र विश्वकर्मा र शान्ति श्री परियारको पहिलो गीत। आज जुन लोकप्रिय बहिनी हुनुहुन्छ, मेरो बहिनी, प्रिय बहिनी, यो गीतबाट उहाँले सुरुवात गर्नुभएको, मैले उहाँको लागि बनाइदिएको गीत थियो। एक टुक्का गाउँछु। हो पिरातीमा बेचिए किनिए पागल प्रेमी बनेर चिनिए भन्न त भन्छे होला, त्यसै रुँदै हिँड्छ मैले तिमीलाई जस्तै, तिमीले नि कसैलाई माया गरेर सानो। थाहा पाउने छेउ एकतर्फी मायाले कति पीडा दिन्छ। यो गीत चाहिँ साँच्चै मलाई पनि डाहा पनि लाग्छ। त्यो गीतको भाग 2 म कसरी बनाउने, त्यो गीतको भाग सिक्वेल बनाउँ भनेर 3 वर्षदेखि म तयारी दिइरहेको छु। लगभग यो वर्ष म सुरुवात गर्दैछु। त्यस्ता चिजहरू अचुवाभरमा गर्ने काम पनि होइन। तपाईँको त्यो गीत गाउनु, रचना गर्नुमा तपाईँलाई भित्रबाटै तपाईँको त्यसमा त केही चिज तपाईँलाई परेको थियो, तर तपाईँको बिहा गर्नु अगाडि अथवा लभ म्यारेज थियो अथवा एरेन्ज म्यारेज कस्तो थियो तपाईँलाई? मेरो विवाह चाहिँ विशुद्ध एरेन्ज म्यारेज। मैले मेरो श्रीमतीलाई नौमती बाजा बजाएर होइन 120 जना जति मेरा जन्ती लगाएर त्यो बेलामा 2-3 लाख रुपियाँ ऋण लगाएर भोज खुवाएर विवाह गरेको, जुनमा आज अत्यन्तै खुसी छु। मेरो एउटा सुखी परिवार छ, एक छोरा छ, एक छोरी छ। श्रीमतीको कारणले माझ एउटा लेभल बनेको छ। सङ्घर्षका दिनमा जति बेला मसँग घरबेटीलाई भाडा तिर्ने पैसा नहुँदा ती जाउँदा उनलाई श्रीमतीलाई राम्रो आएको सहेलीहरूले रानी हार लाउँदा, राम्रो कहाँको महँगो साडी लाउँदै गर्दा उनलाई मैले लाउन नदिँदाखेरिमा पनि साह्रै दुःख भयो। यो क्षेत्र छोडेर विदेश जा नभनेकी मेरी श्रीमती। कहिल्यै ठुला कुराको डिमान्ड नगरेर होइन श्रीमानलाई, मेरो श्रीमान पागलै होला होइन, मेरो श्रीमान एउटा फरक खालको सोच पाएको मान्छे हो। तर यो मान्छेले केही न केही गर्छ भने साथ दिने श्रीमतीको छन्। त्यस्तो केही पनि होइन। तर एउटा भनि त भने जस्तो मान्छे हो। महात्मा गान्धीका पनि कहीँप्रति आकर्षण थियो होला, गौतम बुद्धका पनि कसैप्रति आकर्षण थियो होला, नेल्सन मण्डेलाको पनि कसैप्रति प्रेम थियो, आकर्षण थियो, विरह। म पनि यो समाजको एउटा व्यक्ति हो, म त्यस्तो मानवै हो, म त्यस्तो मेसिन त होइन। प्रेम, वियोग, बिछोड, रोमान्स, आकर्षण, धोका त्यसै नभोगे त तपाईँ पनि छैन, म पनि छैन, चोट नलागे त कमसेकम फलाउने नगरिदिनु। त्यसकारणले ती सामान्य चिज हुन्। त्यसैलाई विक्षिप्त भएर मैले गीतै लेखेँ होइन। त्यस्तै लेख्थेँ भने त जति बेला देउरालीको भट्टी बसाएको भन्ने गीत लेखेँ त्यति बेला मैले कोक पनि खान्थिनँ। अनि म जडिया भएर गीत लेखेँ त भनेपछि यो भोगाई, तपाईँ क्या भोगाई पनि एउटा सिर्जना भनेको सर, तपाईँले जे बोल्नुहुन्छ नि कस्तो कहिलेकाहीँ मेरो अनुभव
त्यही शब्द तपाईँले कुनै मोडमा बोलिन्छ मलाई केही लाग्दैन, तर त्यही शब्द एउटा विशेष मोडमा बनिन्छ, यस्तो मिठो बन्छ अनि त्यो गीत बन्छ। भनेपछि सर्जकले चाहिँ यो खालको चिजहरूलाई तपाईँहरू त हिँड्दै पनि एउटा गीत रचना त्यही हो। तपाईँले मेरो गीत सिर्जना गर्ने एउटा अनौठो प्रक्रिया छ। कहिलेकाहीँ म जब गीतहरू बन्ला मुड बन्यो भने म साधन चलाए त्यो साधन जहाँ छ त्यहीँ थन्क्याएर हिँडिराखेको हुन्छु। हजुरलाई भन्छु, धेरैचोटि म सामुखुसीबाट मेरो घर चन्द्रगिरी नगरपालिका 7 को हाइवे जान कोलोनीसम्म लगभग कति 13 कि 14 किलोमिटर छ। मेरो साधन सामुखुसीमा थन्क्याएर म हिँड्दै साँझ राति आइरहेको हुन्छु घर। कारण गीत बन्ने। कतिपयचोटि म त्यही सामुखुसीमा अनाम नगरेर मेरो साधन थन्क्याएर म सामुखुसीमा हिँड्दै गइरहेको छु। आज मास्क लाउँछु, त्यो बिचमा केही खोज हुन्छ अनि गुनगुनाउँदै गीत सुन्दै मास्क लगायो, टोपी लगायो, त्यति पछि आफूलाई सेफ हुन्छ। किनकि जसले बाहिर मलाई देखिरहेको होइन म सेफ छु भन्ने हुन्छ। किनकि हामीलाई अलिकति त्यो समस्या पनि हुन्छ। किन ठ्याक्कै मास्क बिना मास्क होइन त्यतिकै सार्वजनिकमा जान असाध्यै गाह्रो पनि हुन्छ। हेर्नुहोस्, किनकि हामीलाई माया गर्नेहरूको माया पनि हुन्छ कहिलेकाहीँ त्यो खालको भएको कारणले मास्क लगाएपछि एकदम कन्फिडेन्स बढ्छ। अनि त्यसपछि चस्मा र टोपी लगाइसकेपछि आनन्द बरालिँदै अनि त्यसपछि त्यति बेला मलाई कस्तो हुनुपर्छ नि, मलाई कपडा यस्तो सुटेड बुटेड होइन कि अलि रफ होइन म जस्तो टी सर्ट जाँगे लगाएर त मलाई कन्फिडेन्स हुन्छ। मलाई कसैले चिन्दैन म भनेपछि त्यसपछि मन यति खुसी हुन्छ। त्यसपछि गीत बनाउँदै मोबाइल रेकर्ड गर्दै त्यो मेरो त अधिकांश गीत त्यसरी बनियो। तपाईँलाई कलाकारिता क्षेत्रले हेर्ने नजर चाहिँ कस्तो छ? तपाईँलाई जुन मलाई कि तपाईँले भन्दा तपाईँलाई हेर्ने नजर कस्तो छ? कस्तो तरिकाले हेर्नुहुन्छ कलाकारिता विशेष व्यक्तित्वहरूले? आजको मितिसम्म मेरा दाइ पुस्ता र मेरो भाइ पुस्तालाई जोड्ने एउटा पुल हो दाइहरूले भन्नुहुन्छ। किनकि रेडियोबाट जन्मिएका पुस्तालाई अहिले लाइभ भिडियोबाट आएको पुस्ताले कहिले नचिन्न पनि सक्छ। त्यो एउटा बिचको एउटा पुस्ता, हाम्रो पुस्ता